न वाक्पाणिपादं न चोपस्थपायुः चिदानन्दरूप शिवोऽहं शिवोऽहं। त्यो प्राण पनि होइन, न च प्राणसंज्ञो न वै पञ्चवायु। प्राण पनि होइन, 5 प्रकारका वायुहरू छन्। वायुका भेद छ हृदय प्राणो उदयपान समानो नाभि मण्डले। प्राणकै प्रकारहरू छन् 5 प्रकारको। फेरि देवदत्त त्रिकल धनञ्जय इत्यादि अरू 5 भेद छन्। त्यो वायु प्राण पनि सत्य होइन, पञ्चकोश पनि सत्य होइन, सप्त धातु पनि सत्य होइन। सप्त धातु पनि शरीर हामी बेलुका पनि भन्छौँ नि, सप्त धातु शून्य मण्डल ताल निरञ्जन ज्योति भयो उजाल झलहली आई त नूर जमाल भन्छौँ नि हामी बेलुका। त्यो सबै पनि आत्मा होइन, त्यो सबै पनि सत्य होइन। न सप्त धातु हो, न पञ्चकोश हो, न वाक पाणी पादम, न वाणी हो, न बोली हो, न शब्दले यस्तो हो भनेको कुरो नै सत्य हो। किनभने शब्ददेखि परको तत्त्व हो शिव तत्त्व भनेको, ब्रह्म तत्त्व भनेको। शब्दले तर्क गरेर बाजेर सिद्ध हुँदैन। किनभने राम पनि शब्द हो, कृष्ण पनि शब्द हो, शिव पनि शब्द हो। आत्मा पनि शब्द हो, अनात्मा पनि शब्द हो। ज्ञान पनि शब्द हो, अज्ञान पनि शब्द हो। अनुविद्धमिदं शास्त्रम सर्वम शब्दैन भाषते। आचार्य भर्तृहरि भन्नुहुन्छ, बजारमा जे हल्ला भइरहेछ नि, जो झगडा गर्दैछन् नि मान्छे, त्यो जम्मा शब्द मात्र हो। शब्द नबुझ्दाको झगडा मात्रै हो, तर त्यो वाकको विषय होइन। आत्मा त शिव, सत्य, आत्मा, ब्रह्म एउटै कुराहरू हो। के अरे? शिव, सत्य, आत्मा, ब्रह्म, परम एउटै कुराहरू हुन्, जो चाहिँ वाकको विषय होइन। वाक भनेको बोली, वाणी, शब्दको विषय होइन। हामी केमा झगडा केमा परिरहेको छ? हाम्रो शब्दमा। हामी शब्दमा अल्मलिएका हौँ, हाम्रो शब्द बारेको। समाजमा जति पनि मतान्तरहरू छन्, भेदहरू छन्, त्यो जम्मा के हो? शब्द हो। शब्द र मन हो। के रहेछ? शब्द र मन हो, दुईटै शिव होइन, दुईटै सत्य होइन। खतरनाक छ दुई कुरो त। त्यस कारणले यसमा सब शब्द हो, साकार शब्द, निराकार शब्द, आत्मा शब्द, अनात्मा शब्द। शब्दमा हामी उल्झ्यौँ। अल्लाह शब्द, मुल्ला शब्द, ब्रह्म शब्द, हामी भाषामा अल्झ्यौँ, भेषमा अल्झ्यौँ। शब्दले यस्तो यस्तो हो भनिसक्दा त्यो हुँदैन भन्छ उपनिषद्ले नि। यस्या मतम तस्य मतम मतम यस्य न वेदश। उपनिषद्ले भन्छ, केन उपनिषद्मा विचार आउँछ कि जसले यो हो भन्छ, मत दिन्छ, त्यो वस्तुतः मत हुँदैन। कसैले कुनै कुरोलाई किटान गरेर यो नै हो भनिसक्दा त्यो कुरो, हजुर सुन्दै हुनुहुन्छ नि, कुनै कुरोलाई जब हो भन्छ जीवले भने त्यो वस्तुतः हुँदैन, त्यो अमत हुन जान्छ। र जसले मत दिँदैन कि यो हो भन्न सक्दैन, तर ऊ अवाक रहन्छ। हो, व्यक्त गरिसक्दा त्यो खल्लो हुन्छ, व्यक्त गरिसक्दा त्यो सीमित भइहाल्छ, बोलिसक्दा त्यो शब्दमा आउँछ, भाषामा आउँछ, सीमाभित्र पर्छ, भूगोलको हुन्छ, भौतिक हुन्छ। बाहिर निक्लिसक्दा त्यसको महत्त्व हुँदैन। अहिले नि कृष्ण आउनुभयो भने हामीलाई एक दिन लगेर भात खुवाउँछौँ, 5 दिन बस्ने हुनुभयो भने सेवा गर्न सक्दैन। हो, साँच्चै कृष्ण आउनुभयो भने पनि यहाँ भ्याउँदैन, पसल खोल्नु छ भने कृष्ण आएर पैसा दिनुहुन्न, कसैलाई केही दिनुहुन्न, हाँस्नु मात्रै हुन्छ, हेर्नु मात्रै हुन्छ। हो, कुरो बुझ्नु भयो? कृष्णमा त आफू पस्ने हो नि त। कृष्णमा आफू पसिएन, कृष्ण आउनुभयो भने पनि त्यो कृष्णको पनि केही काम छैन। किनभने त्यो तपाईँले देखेको कृष्ण भएकोले गर्दा त्यो कृष्णले पनि केही गर्न सक्नुहुन्न, किनभने तपाईँले देखेको कृष्ण हो नि त।
कुरो बुझ्नुभयो दर्शन? तपाईँले मानेको हो नि त। तपाईँको सीमित बुद्धि र दृष्टिकोण र दायरामा राखेको कल्पित बनाइदिनु हो नि त ब्रह्मलाई पनि। त्यो अनन्त व्यापक सत्तालाई पनि मेरो दृष्टिले देखिसक्दा के गरे त्यसलाई घटाइदिए, सङ्कीर्ण गर्दै नि त। त्यस कारणले त्यो वाक पनि शिव हो। न वाक पाणी पादम न चो प्रस्थ पायो। इन्द्रिय होइन, पानी होइन, बालक होइन, के हो? चिदानन्द रूप शिवोहम शिवोहम। केवल चिदानन्द। चिदेव पञ्चभूतानि चिदेव भुवनत्रयम्। त्यो परम चिदानन्द। चिदानन्द भनेर हामी गोत्र भन्छौँ कि भन्दैनौँ? हजुर, परम किशोरी हाम्रो गोत्र चिदानन्द जान कहाँ छ? गोत्र चिदानन्द जान परम किशोरी ईश्वरे पतिव्रता साधन। त्योभन्दा अगाडि गोत्र चिदानन्द जुन भन्यौँ हामीले, चिदानन्दको स्रोत को रहेछ? शिव। चिदानन्द रूप शिवोहम शिवोहम गोत्र चिदानन्द जान। कुरो के रहेछ? कुरो एउटै रहेछ कि होइन रहेछ? हो, यो शिव भनेको को रहेछ? हामीले भन्यौँ मुन्दिलामा बस्नु भएको छ परमात्मा, त्यो सिधै शिव हो। शिव नै कृष्ण हो, कृष्ण नै शिव हो। किनभने शिव कृष्ण इत्यादि त हामीले भनेको हो नि, त्यो त द्रष्टाले देखेको दृश्य हो नि। चिज एउटै छ, द्रष्टा कहाँ छ त्यही अनुसारको देख्छ। जैन दर्शनमा स्यादवाद भन्ने चिन्तन छ एउटा, नयवाद र स्यादवाद छ। जैन फिलोसफीहरूले विचार गर्नु होला, युट्युबमा सर्च गर्नु आउँछ संक्षेपमा जानकारी। त्यो स्यादवादमा एउटा दृष्टान्त सिद्धान्त दिइन्छ, हामीले सुनेको प्रचलित दृष्टान्त हो। एउटा हात्तीलाई 5 जना अन्धाले समायो अरे। कुरो बुझ्नुभयो? एउटाले खाँबो रहेछ हात्ती भनौँ, एउटाले डोरी रहेछ हात्ती भनौँ, कान छाम्ने नाङ्लो रहेछ भनौँ, भुँडी छाम्ने नै भित्तो रहेछ हात्ती भनौँ। स्यादवाद भनेको चाहिँ स्यादको अर्थ संस्कृतमा हुन सक्छ हो, द्याट्स मेबी, त्यो पनि हुन सक्छ। किनभने मैले जानेको मात्रै हो भन्दैन जैन मतले। मैले यो देखेँ, यही कुरो उसले यस्तो देख्न सक्छ हो। मूर्खको झगडा कहाँ पर्छ? मेरो गोरुको 12 टक्का हो। मैले देखेको, मैले भनेको नाम मात्रै, मैले जपेको मन्त्र मात्रै, मैले भनेको धाम मात्रै फाइनल हो भनिसक्दा जीव केमा पर्यो? हजुर, सीमित हो। त्यो ब्रह्मलाई सानो बनाइदियो। त्यो ब्रह्मको व्यापकता खण्डन भयो, जीवको अल्पज्ञताले ब्रह्म ढाकियो हो। ब्रह्म सृष्टि ढाँपी अति अवतारो दरमियान तपाईँको अवतारको बुद्धिले त्यसलाई ढाकिदिइहाल्यो ज्ञानलाई। हिरण्मयेन पात्रेण सत्यस्य पिहितं मुखम। सत्यको मुखलाई सुनले छेकिदिइहाल्यो, झलझलाकार ज्योतिले छेकिदिइहाल्यो। मान्छे ज्योति हेरेको हेरै भए सत्य अलग्गै रह्यो। ओके, मान्छे जादुमा अलमलिहाले। त्यस कारणले गर्दा चिदानन्द मात्र, आनन्द मात्र शिव हो। शिव अर्को होइन। शिव हामीले शिव भन्नु हुँदैन है भन्ने पनि परमामिसन है। यो नेपालमा जन्मिएर कस्तो ज्ञानको खडेरी, कस्तो बिजोको अवस्था। हजुर, शिव भन्नु हुँदैन है, ला शिव भनौ भन्ने पनि छ नि मान्छे, छैन? अरे यो कस्तो स्थिति हो? यो कस्तो दर्दनाक वैचारिक स्थितिमा जीव बाँचेको छ नि, हो कि होइन? अनि उसले भन्छ म एकदम ज्ञानी, यद्गत्वा निवर्तन्ते। कहाँ गएर को आउँछ? कहीँ केही भएको यतामा जाउँ अहिले है, विचार गर्दैछौँ। त कुरो अर्को केही पनि छैन। हेर्नुहोस् हो, शिव, राम, कृष्ण सबै तत्त्वलाई भनेको हो। शब्दद्वारा केलाई बुझाएको हो? तत्त्वलाई बुझेको हो। ती सबै चिदानन्दकै नाम हुन्। कसैले के भने? खाँबो भने, कसैले डोरी भने, कसैले राम भने, कसैले शिव भने, कसैले शक्ति भने,
कसैले प्रकृति भने, कसैले पुरुष भने, कसैले साकार भने, कसैले निराकार भने, हो। कसैले अद्वैत भने, कसैले द्वैत भने, कसैले द्वैताद्वैत भने, कसैले विशिष्टाद्वैत भने। सब शब्द हो। कुरो के गरे कि अस्पष्ट जस्तो त भएको छैन हजुरहरूलाई? ठिकै छ? ठिक छ। सबै के हो? शब्द हो। र शब्द शिव होइन, शब्द कृष्ण होइन, शब्द राज्य होइन। त्यो अनुभवैक गम्य, त्यो बोधगम्य कुरो हो। बोधद्वारा अहङ्कार सकिसकेपछि जो चेतना मात्रले साक्षात्कार गर्छ त्यो तत्त्व हो चिदानन्द तत्त्व। त्यो तपाईँको गोत्र हो भने त्यो तपाईँको मूल स्वरूप नै शिव स्वरूप रहेछ। चिदानन्द रूप शिवोहम आचार्य शङ्करले भन्नुभयो। हामीले भन्यौँ गोत्र चिदानन्द जान। म्याच भयो कि भएन कुरो? त चिदानन्द तत्त्व नै के रहेछ त? जीवको केन्द्र तत्त्व रहेछ। त्यही नै आत्मा हो, त्यही नै सनातन हो। त्यसकै चिन्तन गरेको हो यो पाशुपत क्षेत्रमा। यसका यहाँका ऋषिहरूले, वेदान्तीहरूले, ध्यानीहरूले, भिन्न भिन्न प्रकारले भजिरहेका साधकहरूले, किनभने जगतमा भेराइटी किन देखियो भन्दा मान्छेको मन अनुसार भेराइटी बन्यो नि त। भगवान्ले भन्नुभएको छ मलाई जसरी देख्न चाहन्छ म त्यसरी देखिदिन्छु, तर त्यो म हुँदैन है। ये यथा मां प्रपद्यन्ते तांस तथैव भजाम्यहम्। जसले मलाई जसरी खोज्छ म त्यसलाई त्यसरी नै भेटिन्छु। किनभने दुर्योधनलाई पनि कृष्ण भेटिरहनु भएको छ, अर्जुनलाई पनि कृष्ण भेटिरहनु भएको छ, हो। कर्णलाई र अश्वत्थामालाई पनि कृष्ण भेटिरहनु भएको छ है। कृष्ण कोहीदेखि टाढा हुनुहुन्न। तर तपाईँले कृष्णलाई कसरी लिनुहुन्छ? कुरो त तपाईँमै आउँछ क्या, भगवान्मा केही पनि आउँछ। किन? ब्रह्म अकर्ता हो। ब्रह्म के हो? अकर्ता। राज्यले केही गर्नुहुन्न, हेर्छ मात्रै। ब्रह्म सत्तालाई के मानेको शास्त्रले? हेर्ने मात्रै, निरीक्षक मात्रै हो। सबै तपाईँ नै हो, सबै तपाईँले नै गर्नुपर्छ। र यो भेद, यो द्वन्द्व, यो द्वैतलाई तपाईँले तोडेर शिवतत्त्वलाई जान्दाखेरि अनि सत्यम शिवम